selected. 2082. फेरि कहाँ आउँछ र घुमेर यो बालपनको मेरा। फेरि कहाँ आउँछ र घुमेर यो बालपनको मेरा। फेरि कहाँ सबैलाई नमस्कार। मेरो नाम चाहिँ लक्ष्मण, म यस काञ्चनवा पाठशाला एकाडेमीको प्रिन्सिपल र आज हाम्रो यस स्कुलमा स्टुडेन्ट काउन्सिल इलेक्सन 2082 हामीले चाहिँ सुरु गर्यौँ र समापन पनि भएको छ र यस्ता एक्टिभिटीहरू हामीले चाहिँ यो वर्षभरि नै गर्ने हाम्रो एउटा योजना रहेको छ र त्यही योजना स्वरूप आज हाम्रो पहिलो एक्स्ट्रा करिकुलर एक्टिभिटीमा हामीले चाहिँ यो इलेक्सनलाई सफल पार्यो, जसको मेन उद्देश्य भनेकै केटाकेटी हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ पोलिटिक्स अनि यो इलेक्सनसँग सम्बन्धित ज्ञान होइन, त्यसको अनुभव, भोटिङ कसरी गरिन्छ, यस्ता ज्ञानहरू, यस्ता जुन टेक्निकल कुराहरू छन् यो हामीले सिकाउने एउटा कोसिस जमाउन हामीले चाहिँ गऱ्यौँ र विद्यार्थी भाइ बहिनीहरूले पनि एकदमै खुसी मानेर एकदम एक्साइटेड भएर यो इलेक्सन स्टुडेन्ट काउन्सिल इलेक्सन 2082 में एकदमै एक्टिभली पार्टिसिपेट हुनुभयो र एकदमै आफ्नो पर्फर्मेन्स उहाँले पनि देखाउनुभयो। एकदमै खुसी लाग्यो मलाई चाहिँ आज यसमा र यो यस्तो एक्टिभिटीले चाहिँ हाम्रो मजुरी गेट चुकेटमा हुन गइरहेको स्टुडेन्ट काउन्सिल इलेक्सन 2082 मा यहाँ उपस्थित सबै विद्यार्थी भाइ बहिनीहरू, शिक्षक शिक्षिकाज्यूहरू र स्टुडेन्ट काउन्सिल इलेक्सनमा सहभागी सम्पूर्ण उम्मेदवारहरूलाई स्वागत तथा शुभकामना गर्दै आजको कार्यक्रम सुरु गर्दैछु। छारा सानो पाचुन्जेल रमाऊ एक बारको जुनी माया जालबुनी त्यो दिलमा बस्न पाऊ। सबैले स्वागत गर्दै आजको कार्यक्रमलाई सुरु गर्दैछौँ। सबैजनाले राम्रोसँग सुन्नुहोस्। यही अनुसार आफ्नो प्रतिनिधिलाई चुनेर भोट हाल्नलाई सबैमा हार्दिक अनुरोध गर्दै कार्यक्रम सुरु हुँदैछ। सबैले ध्यान दिएर सुन्नु होला। Okay, everyone, listen to me. आज मिति 2082 2 महिना 9 गते शुक्रबार का दिन यस काञ्चनवा पाठशाला